हेलो एभ्रिवान, तपाईहरुलाई फेरि पनि स्वागत छ हाम्रो च्यानल एजुकेसन उपायमा। आज चाहिँ हामी कक्षा 12 को फिजिक्स को फर्स्ट ल अफ थर्मोडायनामिक्स च्याप्टर को बुस्टर क्वेशनहरु सल्भ गर्न जाँदै छौं। हाम्रो च्यानलमा अरु पनि टपिक रिलेटेड बुस्टर क्वेशनहरु भएका कारणले तपाईहरुले एकचोटी हेर्नुभयो भने एक्जाम भन्दा अगाडि तपाईलाई बुस्ट मिल्नेछ। त्यसैले एकचोटी भिडियोहरु चेक गर्नुहोला। सो आज 5 वटा क्वेशनहरु गर्न जाँदै छौं। त्यसमा फर्स्ट क्वेशनमा हेरौं। द डेन्सिटी अफ ग्यास इज भनेर डेन्सिटी दियो। हामीलाई डेन्सिटी दियो। अब डेन्सिटी दिइसकेपछि 27 डिग्री सेल्सियस भनेर टेम्परेचर पनि दियो। यो टेम्परेचरमा यति डेन्सिटी छ रे भनेर दियो। भनेपछि अब सबैभन्दा सुरुमा डेन्सिटी भनेको के हो? रो। रो भनेको कति दियो? 1.775 केजी पर मिटर क्यूब दियो। अब टेम्परेचर कति दिएको छ? टेम्परेचर भनेको 27 डिग्री सेल्सियस दिएको छ। तर हामी जहिले पनि यो डिग्री सेल्सियसलाई केल्भिनमा लैजान्छौं। यसलाई केल्भिनमा लैजाँदा 300 केल्भिन हुने भयो। 300 केल्भिन हुने भयो। अब यसलाई 300 केल्भिनमा लगिसकेपछि एन्ड 10 टु द पावर 5 न्यूटन पर मिटर स्क्वायर प्रेशर भनेको छ। प्रेशर पनि दिइसक्यो। 10 को पावरमा 5 न्यूटन पर मिटर स्क्वायर प्रेशर पनि रहेछ। यति क्वेशनमा दियो। अब क्वेशनले के भनेको छ भन्दा इफ द स्पेसिफिक हिट क्यापासिटी एट कन्स्ट्यान्ट प्रेशर इज भनेर स्पेसिफिक हिट क्यापासिटी एट कन्स्ट्यान्ट प्रेशर दुईटा केस हुन्छ। एउटा कन्स्ट्यान्ट प्रेशर भन्ने हुन्छ, अर्को कन्स्ट्यान्ट भोल्युम भन्ने हुन्छ। भनेपछि कन्स्ट्यान्ट प्रेशरमा स्पेसिफिक हिट क्यापासिटी भनेको P ले जनाइन्छ। C को तल P ले जनाइन्छ। मतलब यो कति छ अरे? 846 जूल पर केजी केल्भिन छ अरे। यति क्वेशनमा दिएको छ। अब हामीलाई के निकाल्न भनेको छ भन्दाखेरि फाइन्ड द रेशियो अफ स्पेसिफिक हिट क्यापासिटी एट कन्स्ट्यान्ट प्रेशर टु दैट अफ भनेको कन्स्ट्यान्ट प्रेशरमा स्पेसिफिक हिट क्यापासिटी अपनमा टु दैट भनेको अपनमा एट कन्स्ट्यान्ट भोल्युम मतलब Cp अपनमा Cv कति हो भनेर निकाल भनेर भनेको छ हामीलाई। यति निकाल भनेर भनेपछि अब सबैभन्दा सुरुमा हामीसँग Cp छ, हामीलाई निकाल्न पर्यो Cv। भनेपछि सुरुमा Cv भनेको कति हो निकालौं। अनि यो र यो डिवाइड गर्यो भने त यसको दुईटाको रेशियो आइहाल्यो। भने सबैभन्दा सुरुमा हामीले के निकाल्न पर्यो? Cv निकाल्नतिर लाग्न पर्यो। अब Cv को हामीलाई एउटा फर्मुला थाहा छ। Cv को फर्मुला त Cp माइनस Cv इज इक्वल टु R वालामा आउँछ। अब यो केसमा योबाट Cp हामीसँग पहिल्यै छ। अनि अब यो R भनेको कति हो भनेर निकाल्न पर्यो। अब यो R भनेको कति हो यो फर्मुलाबाट निकाल्न सक्यो भने त Cv पनि आउँछ। मतलब अब यो R चाहिँ के हो त? Cp छ, तर यो R के हो भनेर भन्दा यो युनिभर्सल ग्यास कन्स्ट्यान्ट हो। मतलब यो भनेको R अपनमा m भनेको R हुन्छ। यति त हामीलाई थाहा छ। यो गामा हुन्छ यति भनेको। मतलब अब अहिले हामी के गरिरहेछौँ भने युनिट मासको मोलार मासको कुरा गरिरहेछौँ क्या। हामीले पर केजी भनेर दिएको छ नि, यहाँ युनिटमा पर केजी भनेर भनेको छ भनेपछि हामीले यो मास भनेको युनिट मासको कुरा गरिरहेछौँ। त्यही भएर यो केसमा भनेको R इज इक्वल टु गामा हुन्छ। युनिभर्सल ग्यास कन्स्ट्यान्ट भनेकै गामा हुन्छ यसमा। मतलब यो R र यो R, यो गामा र यो R सेम हुन्छ भनेर बुझ्नु। यो रिलेसनबाट Cb इज इक्वल टु यस्तो रिलेसन आयो। यस्तो फर्मुला हुँदो रहेछ भनेर थाहा भयो। मतलब यो कति बेला युज गर्ने, यो र यो कति बेला इक्वल हुन्छ त? जब युनिट मासको कुरा हुन्छ, जब युनिट मोलार मासको कुरा हुन्छ तब यो युज गर्छौँ हामीले। अनि अब यो गामा निकाल्ने फर्मुला त हामीलाई के थाहा छ? हामीलाई गामाको फर्मुला भनेको त P अपनमा रोटी हो। P अपनमा रोटी मतलब गामा भनेको त पाकेको रोटी भनेर सम्झिँदा पनि हुन्छ। P रोटी हो। P भनेको कति हो? प्रेशर हो। 10 को पावरमा 5 प्रेशर हो। रो दिएकै छ 1.775 दिएकै छ इन्टु अब यसमा पनि केजी छ नि त। केजी छ भनेपछि यहाँ मोलार मास हो, त्यही भएर यो R लाई फरक पार्दैन। इन्टु T भनेको कति छ? 300 केल्भिन छ। योबाट R को भ्यालु भनेको 1
187.79 आउँदो रहेछ। आर भनेको यो गामाको भ्यालु 187.79 आउँदो रहेछ। यति आयो है, यसको एन्सर यति आयो। यो गामाको भ्यालु आयो। गामाको भ्यालु आइसक्यो भनेपछि अब यो इक्वेसन लिएर जाम। नाउ वी हैव, हामीसँग के छ त, सिपी माइनस सिभी इज इक्वल टु गामा भन्ने थाहा छ हामीलाई। गामा भन्ने थाहा छ भनेपछि अब सिपी भनेको कति छ, 846 छ, माइनस सिभी इज इक्वल टु गामा भनेको कति छ, 187.79 छ। देयरफोर यसलाई सल्भ गर्ने हो भने सिभी हाम्रो यति आयो, 658.20 जुल पर केजी केल्भिन आयो। अब क्वेसनले के निकाल भनेको छ त हामीलाई, सिपी अपनमा सिभी निकाल भनेको छ भनेपछि सिपी भनेको कति छ हाम्रो, सिपी त क्वेसनमै दिएको छ 846 जुल केजी पर केल्भिन नै छ तल। अब सिभी भनेको कति छ, 658.20 आयो। यो दुईटैको एउटै हुन्छ युनिट, त्यही भएर दुईटा काटिनु भयो युनिट। अब सिपी अपनमा सिभी को यो दुईटालाई सल्भ गर्यौं भने एन्सर भनेको 1.29 आउँछ। यही नै हाम्रो एन्सर हो। सिपी अपनमा सिभी हाम्रो यति आउँदो रहेछ। अब हेरौं क्वेसन नम्बर 2। क्वेसन नम्बर 2 मा ग्यास इन अ सिलिन्डर इनिशियली एट अ टेम्परेचर अफ 10 डिग्री सेल्सियस भन्यो। मतलब टेम्परेचर इनिशियल टेम्परेचर भनेको T1 मानौ, T1 भनेको 10 डिग्री सेल्सियस रहेछ। यसलाई केल्भिनमा लगिहालौं, जसरी पनि केल्भिनमा हामीले हिसाब गर्ने हो भने केल्भिनमा लग्यो भने सजिलो हुन्छ। अब प्रेसर कति भनेको छ, प्रेसर पनि इनिशियली नै दियो, इनिशियली टेम्परेचर यति हुन्छ, प्रेसर यति हुन्छ भनेको छ भनेपछि इनिशियल प्रेसरलाई हामीले P1 ले रिप्रेजेन्ट गर्दियौ 1.01 इन्टु 10⁵ न्युटन पर मिटर स्क्वायर हुने भयो, यति भयो। अब अर्को के भनेको छ भन्दाखेरि इज टु बी कम्प्रेस्ड एडियाब्याटिकल्ली। अब यो इनिशियल यदि कन्डिसन चाहिँ हामीले एडियाब्याटिकल्ली कम्प्रेस गर्न परिन्छ टु 1/8 अफ इट्स ओरिजिनल भोल्युम भनेको छ भनेपछि यदि इनिशियल भोल्युम V1 भनेको V थियो भने फाइनल्ली कम्प्रेस गरिसकेपछि कम्प्रेस कतिसम्म गर्न पर्ने रहेछ त, 1/8 अफ ओरिजिनल भोल्युम भनेको V1 को 1/8 गर्न पर्ने रहेछ, 1/8 टाइम गर्न पर्ने रहेछ। मतलब V अपनमा 8 हुँदो रहेछ, V1 भनेको त V हो, V अपनमा 8 हुँदो रहेछ। फाइनल कम्प्रेस गरिसकेपछि यति हुँदो रहेछ। अब त्यसो हो भने हामीसँग अब के फर्मुला छ, हामीलाई के निकाल्न भनेको छ, फाइन्ड फाइनल प्रेसर एन्ड टेम्परेचर भनेको फाइनल प्रेसर भनेको P2 भनेको कति हो र T2 भनेको कति हो भनेर निकाल्नलाई भनेको छ। V1 र V2 छ, T1 र P1 छ, P2 र T2 निकाल्न पर्यो हामीलाई। अब यस्तो केसमा हामीसँग के फर्मुला छ भन्दाखेरि 1 नम्बरमा हामीसँग के फर्मुला छ भन्दाखेरि P1 V1 को पावरमा गामा इज इक्वल टु P2 V2 को पावरमा गामा। यो फर्मुला छ हामीसँग। यो फर्मुला यदि प्रेसर र भोल्युमको केसमा भयो भने यो फर्मुला हुन्छ। अनि यदि हामीले टेम्परेचर र भोल्युमको केस गर्ने हो भने T1 V1 गामा माइनस 1 इज इक्वल टु T2 V2 गामा माइनस 1 हुन्छ। यो दुईटा फर्मुला हुन्छ। फर्स्ट फर्मुला र सेकेन्ड फर्मुला गरेर यो दुईटा फर्मुला हुन्छ। यहाँबाट T2 पनि निस्किन्छ, P2 पनि निस्किन्छ। हामीलाई चाहिएको त यही हो नि त, T2 र P2। त्यही अनुसारले हामीले फर्मुला सिलेक्सन गरे हो, जुनमा T2 छ। अनि अब बाँकीको सबै हामीसँग T1 पनि छ, V1 पनि छ, V2 पनि छ, P1 पनि छ, V1 पनि छ, P2 पनि छ, V2 पनि छ भनेपछि P2 यहाँबाट निस्किन सक्छ, यहाँबाट T2 निस्किन सक्छ। त्यही अनुसारले हामीले यो फर्मुला चुज गरेको हो भनेपछि अब P1 मा जाउँ। P1 मा जाँदा अब यसमा के नि हामीले सुरुमा निकाल्न पर्ने P2 हो। P2 यतापट्टि छ भनेपछि P1 इन्टु अब V1 यस्तो हुन्छ नि त, V1 यो त यता आएपछि तल जान्छ, यहाँनिर V2 जान्छ। अनि एउटै पावर छ भनेपछि त ल अफ इन्डिसेसबाट के हुन्छ, दुईटैको पावर यसरी लेख्न मिल्छ नि त हामीले ल अफ इन्डिसेसबाट। यसमा पनि निकाल्न पर्ने T2 हो हामीलाई। T2 हो भनेपछि यो अब यति टर्म यतापट्टि आउँछ भनेपछि T1 V1 अपनमा V2 को पावरमा गामा माइनस 1 हुन्छ, यति हुन्छ। अब हामीलाई के थाहा छ भन्दाखेरि अब P1 को भ्यालु के हो त, 1.01 इन्टु 10⁵ हो इन्टु अब V1 भनेको कति हो, V1 भनेको B हो अपनमा V2 भनेको B अपनमा 8 हो। अब यहाँ आयो क्या, अब यो गामा त हामीलाई दिएकै छैन क्वेसनमा गामा केही पनि दिएकै छैन। अब गामा भने कति हो त,
अब यदि केही पनि दिएको छैन क्वेसनमा भने ग्यास भनेको छ अनि केही पनि दिएको छैन भने हामीले डाइएटोमिक आइडियल ग्यास हो यो भनेर एज्युम गर्नुपर्छ। अनि डाइएटोमिक आइडियल ग्यासको लागि गामाको भ्यालु भनेको 1.4 हुन्छ भनेपछि हामीले 1.4 एज्युम गर्छौँ। यो डाइएटोमिक ग्यासमा चाहिँ हामीले काम गरिरहेछौँ, त्यसलाई एडियाबेटिकल्ली कम्प्रेस गरिरहेछौँ भनेर एज्युम गर्न पर्यो। केही पनि भनेको छैन कुन ग्यास हो, कस्तो खालको ग्यास हो, कुन नेचरको ग्यास हो भनेर केही पनि भनेको छैन भनेपछि डाइएटोमिक आइडियल ग्यास नै हो भनेर हामीले यो गामाको भ्यालु 1.4 एज्युम गर्छौँ, 1.4 नै राख्छौँ। यो गर्दा अब यो बी र बी काटिन्छ अनि यसलाई सल्भ गर्ने हो भने हाम्रो 18.5 इन्टु 10⁵ न्युटन पर मिटर स्क्वायर आउँछ। P2 को भ्यालु यति आयो। अब यतापट्टि जाउँ, अब यतापट्टि हेरौँ। अब यतापट्टि T2 मा अब T1 भनेको हामीसँग 283 छ, 283 छ, माथिबाट 283 छ कन्डिसन, 283 इन्टु अब V1 भनेको कति छ, V1 भनेको त B छ अपनमा, V2 भनेको B अपनमा 8 छ। अब गामा भनेको कति थियो, 1.4 थियो माइनस 1 थियो। अब यसलाई पनि सल्भ गर्ने हो भने V र B काटिन्छ अनि यसको एन्सर भनेको 650.18 केल्भिन आउँछ। यति एन्सर आउँछ। अब हेरौँ क्वेसन नम्बर 3। क्वेसन नम्बर 3 त एकदम सजिलो क्वेसन हो, यो त एकैछिनमा सल्भ भइहाल्छ। सबैभन्दा सुरुमा एन आइडियल ग्यास इज स्लोली कम्प्रेस्ड एट कन्स्ट्यान्ट टेम्परेचर अफ 50 डिग्री सेल्सियस भनेको छ। अब कन्स्ट्यान्ट टेम्परेचर दिएको छ अनि 50 डिग्री सेल्सियस भनेको छ भनेपछि अब यसलाई के गर्नु पर्यो त, यसलाई हामीले केल्भिनमा लैजानु पर्यो। केल्भिनमा लैजाँदाखेरि 50 + 273 गरेर 323 केल्भिन हुँदो रहेछ। टेम्परेचर यति हुँदो रहेछ। कम्प्रेस्ड टु 1/2 अफ इट्स ओरिजिनल भोल्युम, मतलब यदि इनिसियल भोल्युम V1 भनेको B थियो भने V2 भनेको कति हुनुभयो त, B अपनमा 2 हुने भयो। अघि हामीले गरे जस्तै फाइनल भोल्युम र यो ओरिजिनल भोल्युम र फाइनल भोल्युम कतिमा जाँदो रहेछ भनेर कम्प्रेस हुनभन्दा अगाडिको भोल्युम यो भयो, कम्प्रेस भइसकेपछि भोल्युम यो भयो। इन दिस प्रोसेस 80 क्यालोरी अफ हिट वाज गिभन। 80 क्यालोरी अफ हिट वाज गिभन भन्यो भने DQ भनेको के हुन्छ त, DQ भनेको 80 क्यालोरी हुन्छ। हाम्रो हिट गिभन हो, यो हिट दिएको रहेछ भनेपछि DQ भनेको 80 क्यालोरी हुन्छ। अब हाउ मच वर्क वाज डन एन्ड, अब वर्क डन कति हो भनेर निकाल भनेर भनेको छ। वर्क डन कति हो भनेको DW कति हो निकाल भनेर भनेको छ। DW कति हो निकाल भनेको छ। एन्ड वाट वाज द चेन्ज इन द इन्टरनल इनर्जी। चेन्ज इन इन्टरनल इनर्जी भनेको के हो, DU भनेको कति हो भनेर निकाल भनेको छ। अब यसले के भनेको छ, एज्युम 1 मोल अफ एन आइडियल ग्यास भनेको छ। 1 मोल अफ आइडियल ग्यास भनेर यसले आफूले यहाँनिर दियो भनेपछि अब 1 मोल भनेको नम्बर अफ मोल, N भनेको 1 हुँदो रहेछ। अब यो प्रोसेस कम्प्रेस भएको छ कन्स्ट्यान्ट टेम्परेचरमा। कन्स्ट्यान्ट टेम्परेचर हुन्छ भने त्यो प्रोसेस कुन हो त, त्यो भनेको आइसोथर्मल प्रोसेस हो। कन्स्ट्यान्ट टेम्परेचर भनेको छ भनेपछि आइसोथर्मल प्रोसेसमा हुन्छ। आइसोथर्मल प्रोसेसमा हामीलाई सुरुमा के निकाल्न पर्ने छ, वर्क डन निकाल्न पर्ने छ भनेपछि आइसोथर्मल प्रोसेसमा वर्क डनको फर्मुला भनेको nRT लग बेसमा E हुन्छ। लग E हो हामीले जहिले पनि युज गर्ने। अनि के हुन्छ, V2 अपनमा V1 हुन्छ इज इक्वल टु N भनेको कति दिएको छ, 1 दिएको छ, क्वेसनमै दिएको छ। R भनेको युनिभर्सल ग्यास कन्स्ट्यान्ट हो जसको भ्यालु भनेको 8.3 हुन्छ इन्टु T भनेको कति छ हामीसँग 323 छ इन्टु लग E। अब V2 भनेको कति छ, B अपनमा 2 अपनमा B यति हुने भयो। यदि हामीले यो B र B काटिन्छ अनि यो सबैलाई सल्भ गर्ने हो भने यसमा 1 अपनमा 2 बाँकी हुन्छ अनि यसलाई सबै सल्भ गर्ने हो भने हाम्रो एन्सर भनेको -1858.25 जुल आउँछ। यो DW वर्क डन माइनसमा नेगेटिभमा आइरहेछ। अब के गरौँ भन्दा अब
वर्क डन हामीलाई आइसक्यो, हामीलाई निकाल्न पर्ने के हो, DU हो निकाल्न पर्ने। अब यदि हामीसँग DQ छ हामीसँग, DW आइसक्यो, अब DU त निस्किहाल्छ नि। फर्स्ट ल अफ थर्मोडाइनामिक्सको प्रिन्सिपल के हो, DQ = DU + DW होइन त, यो हो नि त फर्मुला त। यो फर्मुलाबाट अब निस्किहाल्छ, मतलब अब हामीलाई के निकाल्नु पर्छ, DU = के हुँदो रहेछ त, DQ - DW हुँदो रहेछ। अब यो जुलमा छ तर हामीसँग DQ भनेको क्यालोरीमा छ। अब क्यालोरीलाई जुलमा लिएर अथवा यो जुललाई क्यालोरीमा लगे पनि हुन्छ। मतलब अब यो 80 क्यालोरीलाई जुलमा लिएर आउँदा के हुन्छ त, 80 × 4.2 गर्नुपर्छ, बल्ल जुलमा आउँछ, माइनस 1858.25 जुल हुने भयो। यो हामीले सल्भ गर्यौं भने हाम्रो आन्सर भनेको 2194.25 जुल आउँदो रहेछ। यस्तो आन्सर आउँदो रहेछ। भनेपछि यहाँ n पहिले दिएको छ, सिम्पली हामीले यो वर्क डनको फर्मुला लगाएर फर्स्ट ल अफ थर्मोडाइनामिक्सको प्रिन्सिपलको यो फर्मुला लगायौं भने सिम्पली आइहाल्यो, इजिली आयो। यो त सरी देखिएन छ, यसमा भनेको हामीले के गर्यौं, DQ लाई 4.2 ले मल्टिप्लाई गरेर यसलाई जुलमा लग्यौं, अनि यो क्यालोरीलाई त यो जोडेको मात्रै हो, अनि यति आन्सर आयो। अब हेरौं क्वेशन नम्बर 4। क्वेशन नम्बर 4 मा के छ भने 16 ग्राम अफ O2 ह्याभिङ भोल्युम यति भनेको छ। भनेपछि मास कति दियो त हामीलाई, O2 को मास भनेको हामीलाई 16 ग्राम दियो, 16 ग्राम दियो। अनि भोल्युम कति दियो त, भोल्युम भनेको यो इनिशियली भोल्युम हुन्छ है, कम्प्रेस भएको छैन। भनेपछि यो इनिशियली V1 भनेको 0.02 मिटर क्यूब दियो। अब के भनेको छ, एट अ टेम्परेचर अफ यति भनेको छ, T1 भनेको 27 डिग्री सेल्सियस दियो। यसलाई हामीले केल्भिनमा लैजाम, केल्भिनमा लैजाँदा कति हुन्छ, 300 केल्भिन हुन्छ। एन्ड प्रेसर अफ, अब प्रेसर पनि दियो, प्रेसर कति छ अरे, 2 × 10⁵ न्युटन पर मिटर स्क्वायर छ, यति दियो। अब इज हिटेड एट कन्स्टेन्ट प्रेसर यो याद गर्नु पर्यो है हामीले, कन्स्टेन्ट प्रेसर अन्टिल इट्स भोल्युम इन्क्रिजेस टु यति। भनेपछि यो इनिशियल भोल्युम थियो, यो भोल्युम थियो। अब यो हिट भएर कन्स्टेन्ट प्रेसरमा हामीले हिट गर्यौं, काम गर्यौं, अनि बढेर फाइनल्ली कति पुग्यो त, V2 फाइनल भनेको 0.03 मिटर क्यूब पुग्यो, यति पुग्यो। अब हामीलाई के भनेको छ, क्याल्कुलेट द एक्सटर्नल वर्क डन एन्ड इन्क्रिज इन इन्टरनल इनर्जी भनेको DW भनेको कति हो अनि DU भनेको कति हो निकाल भनेर भन्यो। अफ ग्यास इफ इट्स मोलार हिट क्यापासिटी एट कन्स्टेन्ट भोल्युम भनेको CV हो, CV मोलार हिट क्यापासिटी एट कन्स्टेन्ट भोल्युम भनेको छ कि कन्स्टेन्ट भोल्युम, कन्स्टेन्ट प्रेसर भने भए CP हुन्थ्यो। CV कति छ अरे, 0.8 जुल पर मोल पर केल्भिन छ अरे। अनि अब अर्को के दियो, मोलार मास अफ अक्सिजन भनेको मोलार मास क्यापिटल M भनेको 32 दियो। अब योबाट हामीले निकाल्न पर्ने DW र DU। अब DW निकाल्न त एकदमै सजिलो छ। DW भनेको के हो त, DW भनेको PdV हो, यो त हामीलाई फर्मुलै हो, यो हामीलाई थाहा छँदैछ हैन, PdV हो, प्रेसर इन्टु चेन्ज इन भोल्युम। अब प्रेसर कति छ हामीसँग, प्रेसर भनेको 2 × 10⁵ छ, गिभन छ। DV भनेको चेन्ज इन भोल्युम, भोल्युम फाइनल माइनस इनिशियल, फाइनल कति पुगेको थियो, 3 - 0.02 इनिशियलमा कति थियो। यो गर्दा हाम्रो आन्सर भनेको 2000 जुल आउँछ, 2000 जुल आउँछ। अब हाम्रो के निकाल्न पर्ने छ, इन्टरनल इनर्जी, चेन्ज इन इन्टरनल इनर्जी निकाल्न पर्ने छ। सेकेन्डमा चेन्ज इन इन्टरनल इनर्जी DU भनेको हामीलाई अर्को पनि फर्मुला के थाहा छ, NCV/dt हो। यो भनेको NCV/dt हो, CP हैन है, CV/dt हो DU भनेको त। यो गर्दा अब N भनेको हामीलाई के हो त, N भनेको त मास, यसको कति मास छ अपनमा मोलार मास हो, मोलार मास भनेको क्यापिटल M CV/dt हुने भयो। अब मास हामीलाई 16 दिएकै छ क्वेशनमा, 16 छ, यो पनि दिएको छ, यो पनि 32 छ, यो क्वेशनमै दिएको छ, इन्टु CV भनेको यहाँ दिएको छ 0.8 हुन्छ, इन्टु DT। अब DT भनेको त T2 - T1 हुन्छ, तर हामीसँग T1 त छ, इनिशियली हामीसँग यति थियो, 300 केल्भिन थियो, तर फाइनल छ त हामीसँग, फाइनल छैन नि। सरी यहाँ अलिकति
देखिएन छ। यहाँनिर 16/32 इन्टु 0.8 इन्टु अब यो dt भनेको t2 माइनस t1 हो। अब t1 त हामीसँग क्वेसनमै छ, t1 त हामीसँग क्वेसनमै छ, तर t2 हामीसँग छैन। t2 हामीसँग छैन भनेपछि अब t2 हामीले फाइन्ड आउट गर्नु पर्यो। t2 फाइन्ड आउट गर्नको लागि के युज गर्न सक्छौँ हामीले? t1/t2 इज इक्वल टु v1/v2 हुन्छ भन्ने थाहा छ हामीलाई। अब t1 हामीलाई थाहा छ कति छ? 300 छ। t2 थाहा छैन। v1 भनेको इनिशियल भोल्युम 0.02 छ, गिभन छ क्वेसनमै 0.03 छ। योबाट t2 भनेको हाम्रो 450 केल्भिन आउँछ। अब यही केल्भिनलाई लिएर यसमा राख्ने हो हामीले, यो इक्वेसनमा राख्ने। यो भनेको कति हुन्छ? 1/2 इन्टु 0.8 इन्टु t2 भनेको 450 माइनस हामीसँग पहिला कति थियो? 300 केल्भिन थियो इनिशियली भनेको। यो हामीले यदि सल्भ गर्यो भने 60 जुल आउँछ। हाम्रो एन्सर यति रहेछ। भनेपछि चेन्ज इन इन्टरनल इनर्जी 60 जुल रहेछ, वर्क डन चाहिँ 2000 जुल रहेछ। यसरी हामीले गर्न सक्यौं। अब हेरौँ आजको लास्ट क्वेसन नम्बर 5। फर हाइड्रोजन ग्यास भनेको छ। कुन ग्यास भन्यो त? यो हाइड्रोजन ग्यास भनेको छ। द मोलार हिट क्यापासिटी एट कन्स्ट्यान्ट भोल्युम र कन्स्ट्यान्ट प्रेसर दुईटै। कन्स्ट्यान्ट भोल्युम भनेको CV कति दियो? 20.5 जुल पर मोल पर केल्भिन दियो। अनि CP पनि दिएको छ, कन्स्ट्यान्ट प्रेसर पनि भनेको छ, भोल्युम पनि भनेको छ। यो भनेको 28.8 जुल पर मोल पर केल्भिन दियो। अब क्वेसन नम्बर 1 मा द हिट निडेड टु राइज द टेम्परेचर अफ 8 ग्राम अफ हाइड्रोजन फ्रम 80 टु 80 एट कन्स्ट्यान्ट प्रेसर। अब 1 नम्बरमा भनेको हामीलाई के दियो त? हिट निडेड भनेको डिक्यू कति चाहियो भनेर सोध्यो। डिक्यू कति चाहियो त? अब यो टेम्परेचर, अब यो 8 ग्राम पनि दियो क्या। यो 8 ग्राम चाहिँ के दिया हो भन्दाखेरि यसको मास दिया हो। मास, यति मासलाई चाहिँ इन्क्रिज गर्नुपर्ने छ। यति मासको हाइड्रोजनको टेम्परेचर चाहिँ यतिदेखि यतिसम्म लैजानु पर्ने छ भनेपछि 8 ग्राम भयो। अब यो मास दिइसकेको छ। अब हामीले यसमा लगाउने भनेको, हामीले डिक्यूको लागि लगाउने भनेको हामीलाई यसमा सुरुमा के भनेको छ भन्दाखेरि एउटा हिट चाहियो, डिक्यू निकाल भनेको छ, अर्को डियू निकाल भनेको छ। अब हामीलाई डिक्यू र डियूको फर्मुला यो हिटको टर्ममा कसरी थाहा हुन्छ? यो CV र CP दिइसकेपछि CV र CP को टर्ममा कसरी थाहा हुनुपर्छ भन्दाखेरि डिक्यू भनेको NCP/dt हो, डियू भनेको NCV/dt हो। यो सधैँ याद गर्नु पर्यो है, यो सधैँ। CP र CV दिएको छ भने डिक्यू र डियू भनेको यो फर्मुलाले निकाल्न सक्छौँ। अब यो यसमा पनि यो n भनेको के हो? n भनेको मास अपनमा मोलार मास हो। मास दिइसकेको छ, 8 ग्राम मास दिइसकेको छ। अब हाइड्रोजनको कुरा गरे हो हामीले, क्वेसनमा मास दिइसकेको छ। अब मोलार मास कति हुन्छ त? मोलार मास अफ हाइड्रोजन ग्यास भनेको 2 ग्राम हुन्छ। यो त हामी सबैलाई थाहा छ यो। अब यो के भनेको छ? T1 10 डिग्री सेल्सियस भनेको छ। T2 भनेको 15 डिग्री सेल्सियस भनेको छ। 15 डिग्री सेल्सियस भनेको छ भने निकाल्न पर्ने डिक्यू छ। अब डिक्यूको फर्मुला के हो त? डिक्यू भनेको त अब डिक्यूको फर्मुला भनेको त NCP/dt हो। n भनेको त के हो? m/m हो। CP भनेको क्वेसनमै दिएको छ 28.8 इन्टु dt भनेको चेन्ज इन टेम्परेचर 15 माइनस 10 गरे पनि भयो, अथवा यसलाई केल्भिनमा लगेर यो गर्दा पनि चेन्ज भने त सेम आउँछ। त्यही भएर यो केल्भिनमा लगे पनि भयो, नलगे पनि केही फरक पर्दैन। 8/2 इन्टु 28.8 इन्टु 5 हुने भयो। यसको एन्सर भनेको यदि यसलाई सल्भ गर्ने हो भने 576 जुल आउँछ। अब डियू हेरौँ। डियू भनेको कति हुन्छ त? डियू भनेको NCV/dt हो। n भनेको यो 8/2 हो इन्टु CV दिएको छ 20.5 दिएको छ इन्टु चेन्ज इन टेम्परेचर कति हो? यसलाई केल्भिनमा लगे पनि हुन्छ, नलगे पनि खासै केही फरक पर्दैन। 15 माइनस 10 केल्भिनमा लगेको राम्रो है, तर केल्भिनमा लगेरै गर्नु तपाईहरु, चेन्ज एउटै हुन्छ। त्यही भएर यो मैले यसरी लेखेको। अब यो यदि हामीले सल्भ गर्ने हो भने यसको एन्सर भनेको 410 जुल आउँछ। भनेपछि डिक्यू भनेको 576 जुल आउँदो रहेछ, डियू भनेको 410 जुल आउँदो रहेछ। यहाँनेरि मोलार मास अफ हाइड्रोजन पनि क्वेसनमा दिएको थियो। यदि क्वेसनमा दिएन, क्वेसनमा कति केसमा नदिन सक्छ, O2 भन्यो अथवा S2 भन्यो भने यो मोलार मास चाहिँ आफूले याद गर्नुपर्छ। अहिले चाहिँ क्वेसनमा दिएको थियो, अब याद गर्न पनि खासै गाह्रो त छैन नि त। 2 ग्राम भन्ने मोलार मास त लगभग सबैलाई थाहा नै हुन्छ। अनि त्यही भएर क्वेसनमा नदिन पनि सक्छ, दियो भने त राम्रो भइहाल्यो।
यसरी हामीले सबै सल्भ गर्न सक्ने भयौँ। सो आजको लागि यति नै थियो। आई होप तपाईँहरूलाई भिडियो मन पर्यो। यदि यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरिदिनु होला, भिडियोलाई आफ्नो साथीहरूसँग सेयर गर्नुहोला र हाम्रो च्यानलमा अरू पनि यस्तै नयाँ भिडियोहरू, अरू पनि यस्तै बुस्टर क्वेसनहरू छ, एकचोटि हेर्नुहोला। थ्याङ्क यू भेरी मच।